फाइनली अब चाहिँ सिस्नो पनि पाकेर हामी चाहिँ खानासँग खाँदैछ। हेर्नुमै त अब कस्तो भएछ भन्छु ल गाइस भनिस्। के छ त भनिदिनुहोस् त हौ। एकछिन फर्स्ट चाहिँ सिस्नो टेस्ट गरिहाल्ने नि त हौ। टाइम बेच्छ यो अघि भनेको थियो प्याजको अचार हो, किनीमा आलु र ब्रोकौली, तर ब्रोकौली त्यत्रो परेछ मलाई। सिस्नो चाहिँ दामी भएको छ। म चाहिँ एक राउन्ड लगाएर पनि फेरि यहाँ फेरि अर्को थप्दैछु। दामी भएको रहेछ तर जे होस्। यो सिस्नो पकाउँदा त मैले त क्राइमै गरेँ जस्तो लाग्यो नि हौ आज त। के भने खाए है। यस्तो अचार लगाएर चाहिँ खाने हो गम कि गम त्यो गरेर चाहिँ कन्टिन्यू सिस्नो भात आउँदैछ है। भोलि पनि जानु हो कि टिप्नु? डेली त नखाउँ होला। मेरो चाहिँ के पुरा हात र खुट्टा पोल्छ होइन सिस्नो खाँदा, तर पनि म सिस्नो यति बेसी मनपर्छ म छोड्नु सक्दिनँ। हिजो पनि खाएको थियो, बेलुका पुरा छटपटिँदा हो भएर त्यो सुति गएछु। आज पनि त्यस्तै हुन्छ, तर मलाई याद छ। तर कुकुरको हो के हो त? कुकुरले सिस्नो खानु हुँदैन नि। तर म यो सिस्नो छोड्नु सक्दिनँ। त्यस्तो हुन्छ अरे नि त कुकुर। ल कस्तो भएछ अरे सिस्नो? दामी। म्याडमको खुवाइ चाहिँ दामी छ। को भिडियो बनाउँदा चाहिँ मेरो भातै सेलिसक्नु आँट्यो र अब चाहिँ हामीले एक रन म खाने ओ मेरो लागि दिएको हो नखाइ। एक रन भिडियो बनाइसकेँ र अब चाहिँ हामी खाना खाने हो गाइज, न त सेल लिन्छ। ओके बाई बाई, थ्याङ्क यू फर वाचिङ हाम्रो भिडियोलाई। धेरै मायालाई लाइक गरिदिनुहोस् होला।